जो इमानदार छन्, जो कर्मठ छन्, जो आफ्नै पसिनाले धरतीलाई उर्वर बनाउँछन्, अन्न उब्जाउँछन्, तर मल, बिउ बिजन, सिंचाइ जस्ता सामान्य आवश्यकताबाट पनि वञ्चित भएर निराशा र पीडासँग जुधिरहेका छन्। म ती आवाजहरूको प्रतिनिधित्व गर्छु जसले वर्षौंसम्म लाल पूर्जाको नाममा गरिएको राजनीतिका कारण आफ्नै भूमिमा पनि भूमिहीन बनेर बस्नु परिरहेको छ। सभामुख महोदय, जसले एक मुठी माटोको अधिकारका लागि जीवनभर याचना गरिरहनु परिरहेको छ, त्यस्तो मानिसहरूको प्रतिनिधित्व म गरिरहेको छु। जहाँ मानिस र जनावरहरूको द्वन्द्वमा मानिसको जीवन जोखिममा छ र मानिसहरूले हामीलाई केही चाहिएको होइन, केवल मानिस भएर मलाई बाँच्न देऊ न भनेर याचना गरिरहनु परिरहेको छ, त्यस्तो ठाउँको प्रतिनिधित्व म गरिरहेको छु। सभामुख महोदय, यी चितवन क्षेत्र नम्बर 3 का प्रतिनिधिमूलक समस्याहरू चितवन क्षेत्र नम्बर 3 का मात्रै होइनन्, देशभरिका समस्याहरू हुन्। माननीय सदस्यहरूले जनताले दैनिक रूपमा भोगिरहेका यी र यस्तै समस्याहरू उठाउँदा म विश्वास गर्दछु सम्माननीयको आसनबाट भोलिबाट माननीय डोलप्रसाद अर्यालज्यूले समाधानको लागि संसदको तर्फबाट कानून निर्माण गरेर र सरकारको तर्फबाट कानून कार्यान्वयन गर्न प्रेरित गरेर सहजीकरण गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। जनताको दैनिक जीवनमा भोगिरहेका समस्याहरू उठाउने सांसदलाई सम्माननीयज्यूले प्रोत्साहन गरी सरकारलाई सदन मार्फत यी आवाजहरू सुनाउनको लागि पहल गरिरहनुहुनेछ भन्ने मैले विश्वास व्यक्त गरेको छु। सभामुख महोदय, यसपटक 2082 को निर्वाचनले यो संसदको स्वरूप मात्रै परिवर्तन गरेको छैन, यसले देशको मनोविज्ञान नै बदलिएको सन्देश पनि दिएको छ। धेरै नयाँ अनुहारहरू यस संसदमा प्रवेश गरेका छन्, तर ती अनुहारहरू परिवर्तनको आकांक्षा बोकेर जनमतका प्रतिबिम्ब बनेर यस संसदमा उभिएका छन्। सभामुख महोदय, यस निर्वाचनले स्पष्ट भनेको छ नेपाल अब यथास्थितिमा बस्न तयार छैन। नेपाल अब तदर्थवादको चक्रमा अल्झिरहन पनि चाहदैन। नेपाल अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ परिणामको खोजीमा छ। त्यसैले सभामुख महोदय, यो परिवर्तनको अपेक्षा, भरोसा र प्रतिज्ञाको मञ्च पनि बनेको छ। म आज यस रोस्टमबाट चारैतिर आँखा डुलाउँदै गर्दाखेरि म केवल सांसदहरूको अनुहार मात्रै देखिरहेको छैन। म आजको यस उपस्थितिमा सम्पूर्ण नेपालका कठिन भूगोलहरूको कथा पनि देखिरहेको छु, या पीडा पनि देखिरहेको छु, संघर्ष पनि देखिरहेको छु र सँगै नेपालको उज्यालो भविष्यको आशा पनि देखिरहेको छु। नेपालको भूगोलमा हिमालको भोटदेखि तराईका फाँटसम्म फैलिएका आवाजहरूको प्रतिनिधित्व यो संसदमा छ। नेपाल र नेपालीको दुःख जति छ, सँगसँगै आजको यस संसदमा सम्भावनाहरू पनि छन्। त्यसकारणले दुःख र सम्भावना आज सँगसँगै यात्रा गरिरहेको पनि मैले अनुभूत गरिरहेको छु।